हेलो गाइस, स्वागत छ मेरो न्यू ब्लग्समा। आज चाहिँ म गाउँतिरको नहर निर्माणको काममा गएको छु र देख्न सक्नुहुनेछ तपाईहरुले यहाँ चाहिँ एकदमै काम धाममा धाम भइरहेको छ। कोदाली हान्नै पर्ने त्यस्तो अवस्था छ अनि नगरी काम पुग्दैन खान साँझ र बिहान। हामी गरिबहरुको यो चाहिँ मूल नारा नै भइसकेको छ। नगरी काम खान पुग्दैन हामीहरुलाई। अब धनीमानी भएको भए त यस्तो काम पर्दैन थियो होला, अलि स्ट्यान्डर्डै भएर बसिन्थ्यो होला। तर जे होस् हामीलाई ठिक छ। अब दुःख गरेर खानु राम्रो कुरा पनि हो आफ्नो लागि पनि। फेरि गाउँतिर निर्माण कार्य हुनु भनेको हामी सबैका लागि राम्रो कुरा हो। त्यही भएर एकदम इन्जोय छ, रमाइलो छ, दुःख पनि छ। अब दुःख गरिरहा पनि छौं। त्यस्तै छ साथीहरु। मेरो भिडियोहरुलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। अब गाउँतिरको एउटा छिटोलाई हेल्प गरेर गोल लगाउनु होला, यति भन्न चाहन्छु म हजुरलाई। गाह्रो छ अब के गर्नु काम।